नमस्ते, वेलकम टु योगाभ्यास। आज म हजुरहरूलाई एकदमै बेसिक योगा आसनास जुन हजुरहरूले आफ्नो घरमै बसेर बिहान प्र्याक्टिस गर्न सक्नुहुन्छ त्यस्ता आसनाहरू गरेर देखाउने छु। सबैभन्दा प्रथम आफ्नो आँखालाई बन्द गर्नुहोस् र बिस्तारै नर्मल ब्रिदिङ गर्नुहोस्। 3 पटक इन्हेल, एक्सहेल, inhale, exhale, inhale, exhale। बिस्तारै आफ्ना आँखाहरूलाई खोलेर अब हजुरहरू आफ्नो म्याटको अगाडि यसरी खुट्टा फिजाएर यसरी बस्नुहोला। सर्वप्रथम हामी आफ्नो खुट्टाको अम्लाहरूबाट सुरु गर्छौँ। सुरुमा खुट्टाको अम्लाहरूलाई फिजाउने र खुम्च्याउने। यसरी अम्लाहरूलाई फिजाउँदाखेरि सास भित्र तान्ने र खुम्च्याउँदाखेरि सास छोड्ने। 5 पटक इन्हेल, खुम्च्याउने, एक्सहेल, इन्हेल, एक्सहेल, 2, इन्हेल, exhale, 3, inhale, exhale, 4, inhale, exhale, 5। अब हामी हाम्रो एङ्कलमा काम गर्छौँ। अब आफ्नो खुट्टालाई अलिकति पर लगेर खुट्टालाई आफूतिर तान्नुहोस्। त्यसो गर्दाखेरि सास भित्र लिने र खुट्टालाई अगाडि यसरी पोइन्ट गर्दाखेरि सास छोड्ने। 5 पटक इन्हेल, एक्सहेल, 1, इन्हेल, एक्सहेल, 2, इन्हेल, एक्सहेल, 3, इन्हेल, एक्सहेल, 4, इन्हेल, एक्सहेल, 5। अब खुट्टालाई नर्मल पोजिसनमा ल्याउनुहोस्। आफ्नो ढाडको हड्डीलाई सिधा पार्नुहोस्, स्पाइन स्ट्रेट, र खुट्टालाई यसरी रोटेट गर्ने। खुट्टा माथि हुँदाखेरि सासलाई भित्र तान्ने र यसरी तल पोइन्ट गर्दाखेरि सास बाहिर फाल्ने। 5 पटक। एक पटक सुरुमा मजाले सास लिउँ। बिस्तारै बिस्तारै खुट्टा घुमाउँदै अगाडि जाँदाखेरि सासलाई छोडौँ। फेरि यतापट्टि आउँ र माथि आउँदा इन्हेल, एक्सहेल, 2, इन्हेल, एक्सहेल, 3, इन्हेल, एक्सहेल, 4, इन्हेल, एक्सहेल, 5। अब त्यसको ठिक्क विपरीत डाइरेक्सनमा एन्टी क्लकवाइज एकपटक इन्हेल यहाँनिर माथि र घुमाउँदै घुमाउँदै तल खुट्टा गएपछि एक्सहेल, 1, इन्हेल, एक्सहेल, 2, इन्हेल, एक्सहेल, 3, इन्हेल, एक्सहेल, 4, इन्हेल, एक्सहेल, 5। खुट्टालाई माथि तान्ने, सास लिने र यसरी समातेर आफूतिर तान्दाखेरि सास छोड्ने। इन्हेल, एक्सहेल, 1, सास लिने, सास छोड्ने, 2, इन्हेल, एक्सहेल, 3, इन्हेल, एक्सहेल, 4, इन्हेल, एक्सहेल, 5। अब अर्को खुट्टाको पालो। माथि सास लिने, यहाँ सास छोड्ने। 1, इन्हेल, एक्सहेल, 2, इन्हेल, एक्सहेल, 3, इन्हेल, एक्सहेल, 4, इन्हेल, एक्सहेल, 5। यो खुट्टालाई पनि तल बिछाइदिउँ।
त्यस पछाडि अब फेरि राइट खुट्टाको पालो। यो खुट्टालाई हल्का उठाउने यहाँ मुनि आफूले हक गर्ने कतिसम्म सकिन्छ त्यहाँसम्म यसरी ल्याउने र हामीले हाम्रो घुँडालाई मुभमेन्ट गराउँछौँ। अब यसलाई यसरी घुमाउने 1 2 माथि इन्हेल गर्नु होला, तल एक्सहेल 3 इन्हेल एक्सहेल 4 इन्हेल एक्सहेल 5। अब त्यसको ठिक्क विपरीत दिशामा इन्हेल एक्सहेल 1 इन्हेल एक्सहेल 2 इन्हेल एक्सहेल 3 इन्हेल एक्सहेल 4 इन्हेल एक्सहेल 5। यो खुट्टालाई छोडिदिउँ। अब अर्को खुट्टाको पालो। यसलाई पनि यसै गरी यहाँ हक गर्ने यसरी र बाहिरबाट माथि लग्दै लग्दै इन्हेल गरौँ र भित्रबाट तल ल्याउँदाखेरि एक्सहेल 1 2 इन्हेल एक्सहेल 3 इन्हेल एक्सहेल 4 इन्हेल एक्सहेल 5। अब यो खुट्टालाई बिसाउँ। अब फेरि राइट खुट्टाको पालो। यो खुट्टालाई यसरी उठाएर समातेर आफूतिर तानौँ। यसो गरेर आफ्नो कुइनोमा यो लेफ्ट हातको कुइनोमा राइट खुट्टाको पैतालालाई यसरी राख्ने र राइट हातको कुइनोमा घुँडालाई यसरी अड्याएर यसरी एकअर्काको औँला यसरी फसाउने। यस्तो हुन सकेन भने पनि यसरी हातलाई खुट्टाले यसरी समातेर या त यसरी समातेर आफ्नो छाती नजिकतिर ल्याउने कोसिस गर्ने। गरेपछि छाती नजिक खुट्टा ल्याइसकेपछि आफ्नो स्पाइनलाई स्ट्रेट, ढाडलाई सिधा बनाइसकेपछि यो भागमा मजाले स्ट्रेचिङ हुन्छ। अब यसलाई हामीले बच्चा बोकेर हल्लाए जसरी हल्लाइदिने 1 2 3 4 5। अब राइट खुट्टालाई राइट हातले भित्रपट्टिबाट यसरी समाउने। जुन साइडको खुट्टा हो त्यही साइडको हातले भित्रपट्टिबाट समाउने। एकचोटि इन्हेल र एक्सहेल गर्दै 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 यसरी बाहिरपट्टि खोलिदिने। यहाँ पनि होल्ड गरौँ 5 ब्रेथसम्म। लामो गहिरो सास लिनु र लामो गहिरो सास छोड्नु। 1 2 3 4 5। अब यो खुट्टालाई अगाडितिर ल्याएर राइट खुट्टालाई लेफ्ट हातले बाहिरपट्टिबाट समात्ने, अपोजिट हातले बाहिरपट्टिबाट समात्ने र राइट हातलाई यसरी मुठी बनाएर कुइनोले भुइँमा टेक्ने र यसरी तान्ने माथिको हातले र आफ्नो दृष्टि राइट हातको बुढी औँलाको नङमा 1 2 3 4 5। बिस्तारै माथि आएर यो खुट्टालाई छोडिदिने। अब त्यही सबै अर्को खुट्टामा रिपिट। लेफ्ट खुट्टालाई राइट हातको कुइनोमा यसरी अड्याउँदै लेफ्ट कुइनोमा घुँडालाई राखेर यसरी औँलाहरू फसाउने र बच्चा हल्लाए जसरी यसरी हल्लाउने। 1
सास लिन र छोड्न नभुल्नुहोला। 2 3 4 5। अब लेफ्ट खुट्टालाई लेफ्ट हातले सेम साइडको हातले भित्रपट्टिबाट यसरी समात्ने, खुट्टालाई स्ट्रेट गर्दा इन्हेल र एक्सहेल गर्दै गर्दै खुट्टालाई खोलिदिने। यसमा इनर थाईको स्ट्रेचिङ हुन्छ। यसरी ब्यालेन्स गरेर बस्न गाह्रो भए हातलाई हल्का यता राखेर ब्यालेन्स गर्न सक्नुहुन्छ। 2 3 4 5। अब खुट्टालाई अगाडि ल्याउँदै अपोजिट साइडको हातले बाहिरपट्टिबाट समात्ने र लेफ्ट हातलाई मुठी बनाउँदै कुइनोले भुइँमा टेकेर खुट्टालाई तान्ने र आफ्नो दृष्टि लेफ्ट हातको बुढी औँलाको नङमा। 1 2 3 4 5। बिस्तारै हातलाई टेकेर माथि आउनुहोला र खुट्टालाई छोडिदिनुहोस्। अब हामी सुखासनमा आउँ। एकपटक गहिरो सास लिँदै दायाँपट्टिबाट अगाडि गएर अगाडि सासलाई छोड्दै छोड्दै बिस्तारै सासलाई छोड्दै 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 बायाँ हुँदै माथि आउने। माथि फेरि लिने 1 फेरि सास छोडौँ 2 3 इन्हेल एक्सहेल। यो आसनले हजुरहरूको टोर्सोको मुभमेन्ट हुन्छ। 4 इन्हेल एक्सहेल 5। अब सेम आसनलाई अपोजिट डाइरेक्सनबाट गरौँ। इन्हेल अगाडि जाँदाखेरि एक्सहेल गर्दै 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 माथि आउँदा इन्हेल 1। यो पुरा प्रोसेसमा आफ्नो स्पाइनलाई सिधा राख्नुहोला। ढाडलाई कोप्रो पर्न नदिनुहोस्। 2 3 सास लिनुहोस् 4 इन्हेल एक्सहेल 5। अब हामी हाम्रो रिब केज स्ट्रेचिङ गर्छौँ। लेफ्ट हातलाई राइट हातको नीमा राख्ने र राइट हातलाई माथि उठाएर एकचोटि इन्हेल गर्ने, एक्सहेल गर्दै 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 तल जाने र आफ्नो दृष्टि माथिको हातको पाममा राख्ने। 1 इन्हेल एक्सहेल कायम राख्नुहोला। 2 3 4 5। अब माथि भएको हातलाई नै बिस्तारै बिस्तारै पछाडि लगेर आफ्नो हिपको पछाडि भुइँमा टेकिदिनुहोस् र अगाडि एकपटक गहिरो सास लिँदै मजाले आफ्नो करङहरूलाई ट्विस्ट गर्दै पछाडि फर्केर आफ्नो क्षमताले सकेसम्म
पछाडि फर्केर होल्ड गर्नुहोस्। 1 2 3 4 5 बिस्तारै अगाडि हेरेर एकचोटि इन्हेल गर्दै र एक्सहेल गर्दै छोडिदिनुहोस्। अब सेम प्रोसेसलाई हामी अर्को साइडमा रिपिट गर्छौँ। राइट हातलाई लेफ्ट खुट्टाको नीमा राख्ने, लेफ्ट हात इन्हेल गर्दै माथि उठाउने र माथि हात आइसकेपछि एक्सहेल गर्दै कम्मर समेत तल गएर माथि हातमा हेर्ने र गहिरो श्वास लिने र छोड्ने। 1 2 3 4 5 अब बिस्तारै बिचमा आउने माथि भएको हातलाई आफ्नो हिपको पछाडि भुइँमा राखेर एकचोटि अगाडि नै इन्हेल र एक्सहेल गर्दै आफ्नो करङहरूलाई ट्विस्ट गरेर पछाडिपट्टि हेर्ने कोसिस गर्नुहोस्। इन्हेल एक्सहेल 1 इन्हेल एक्सहेल 2 inhale exhale 3 inhale exhale 4 inhale exhale 5 बिस्तारै आफ्नो घाँटीलाई अगाडि हेरेर इन्हेल गर्ने र एक्सहेल गर्दाखेरि सास छोड्दाखेरि पुरै रिलिज भएर अगाडि आउने। अब हामी हाम्रो स्पाइनको लागि हामी क्याट एन्ड काउ गर्छौँ। हातलाई सुरुमा माथि ल्याउनुहोस्, आफूभित्र भएको हावालाई सबै फ्याल्दिने एकचोटि एक्सहेल अनि हातलाई पछाडि फर्काएर छाती खोल्दै सास भित्र तान्नुहोस्। इन्हेल एक्सहेल 1 इन्हेल गर्दा आर्च गर्नु र एक्सहेल गर्दा हन्च गर्नु आफ्नो ब्याकलाई। 2 इन्हेल एक्सहेल इन्हेल एक्सहेल 4 इन्हेल एक्सहेल बिस्तारै हातलाई छोडेर नर्मल पोजिसनमा आउनुहोस्। सुरुमा यो हातलाई यसरी मुट्ठी बनाउँदै माथि ल्याउने र अर्को हातलाई भित्रबाट त्यो हातको भित्रपट्टिबाट ल्याएर सिधा बनाएर यसो गर्ने। त्यसपछि हामी 3 काउन्ट गर्दा राइट हातले मजाले यसरी आफूतिर तान्छौँ। आउनुहोस् पोजिसनमा 1 2 3 मजाले तान्नुहोस्। 1 2 3 4 5 अब रिलिज गरौँ। त्यसरी नै हामी अब अर्को हातको पनि गर्नेछौँ। सुरुमा राइट हातलाई स्ट्रेट गरेर यता लग्ने, लेफ्ट हात मुट्ठी पार्दै माथि लग्ने र 1 2 3 आफूतिर तान्ने। 1 इन्हेल
exhale, 2, exhale, 3, inhale, exhale, 4, inhale, exhale, 5. अब हामी दुईटै हातलाई यहाँ राख्छौँ। सुरुमा अगाडि ल्याउने, माथि र छाती खुल्दाखेरि सास भित्र तान्नु र छाती खुम्चिँदाखेरि सासलाई छोड्नुहोस्। 1, गोलो बनाउनुहोस् कुहिनुले, सास छोड्नुहोस्। 2, सास लिँदै सास छोड्दै। 3, सास लिँदै सास छोड्दै। 4, सास लिनुहोस् र सास छोड्नुहोस्। 5, सेम अब हामी अपोजिट डाइरेक्सनबाट गर्छौँ। पछाडि सास लिने, अगाडि सास छोड्ने। 1, इनहेल, एक्सहेल, 2, इनहेल, exhale, 3, inhale, exhale, 4, inhale, exhale, 5. अब हातलाई आफ्नो कुममै राख्दै बाहिर फाल्दाखेरि जोडसित एक्सहेल गर्छौँ। हामी हाम्रो ब्रेथलाई रिलिज गर्छौँ। 1, 2, 3, 4, 5. अब दुवै हातलाई अगाडि ल्याएर बुढी औँलालाई भित्र हालेर मुठी बनाउनुहोस् र दुवै हातलाई बाहिरतिरबाट घुमाउँदै भित्र ल्याउँदै 1, नर्मल ब्रिदिङ गर्नुहोस्। 2, 3, 4, 5. अब अपोजिट डाइरेक्सनमा 1, 2, 3, 4, 5. अब हातलाई खोलिदिनुहोस्। लेफ्ट हातलाई राइट हातले माथिबाट हल्का आफूतिर तान्नुहोस्। 1, 2, 3, 4, 5. अब छोडेर हातलाई तलतिर फर्काएर फेरि त्यसै गरी आफूतिर हल्कासित धेरै नदुख्ने गरी हल्का हल्का मात्रै स्ट्रेचिङ हुने गरी तान्नुहोस्। 1, 2, श्वास चाहिँ आफ्नो नर्मल राख्नुहोला, जसरी अरू बेला श्वास लिनुहुन्छ त्यसरी नै। 4, 5. अब त्यही कुरा अर्को हातमा 1, 2, 3, 4, 5. अब हातलाई तल फर्काउँदै फेरि तान्नुहोस्। 1, 2, 3, 4, 5. अब दुवै हातको औँलाहरूलाई फिजाउँदै मुठी पार्ने र खोल्ने, यसरी गरौँ। 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20. अब आफ्नो हातलाई रिलिज गरिदिनुहोस्। बिस्तारै अब हामी हाम्रो गर्दनतिर लागौँ। बिचमा इनहेल गर्ने र साइड हुँदै अगाडि चिनले आफ्नो छातीमा टच गर्ने कोसिस गर्दै एक्सहेल, सासलाई छोड्दै छोड्दै घुमाएर पछाडि आउने र पछाडि आउँदा इनहेल गर्ने। आफ्नो घाँटीमा स्ट्रेचिङ हुने गरी चारैतिर स्ट्रेचिङ हुने गर्ने, राउन्ड राउन्ड गर्ने। अगाडि एक्सहेल, पछाडि इनहेल। 1, 2,
2, inhale, exhale, 3, inhale, exhale, 4, inhale, exhale, 5. अब त्यही प्रोसेस एन्टी क्लकवाइज इनहेल गर्ने सुरुमा र अघिभन्दा विपरीत डाइरेक्सनमा गर्दनलाई घुमाउने। 1 त अगाडि एक्सेल, पछाडि इनहेल, 2, 3, 4, 5. अब हामी मुखमा हावा भरेर कुल्ला गर्छौं। 1, 2, गाह्रो भए दुईटा औँलाले ओठमाथि यसरी राखेर मुख थुनेर पनि गर्न सकिन्छ। 3, 4, 5. हल्का आफ्नो मुखलाई खोलेर आफ्नो जलाई दायाँ बायाँ हल्लाउने। 1, 2, 3, 4, 5. अब जोरसित आफ्नो अक्सिजनलाई बाहिर फालेर जिब्रोलाई बाहिर निकाल्ने। इनहेल, 1, 2, 3, 4, 5. अब बिस्तारै हामी हाम्रो आँखातिर माथि र तल नर्मल ब्रिदिङ गरौँ यसमा। 1, 2, 3, 4, 5. अब राइट र लेफ्ट। 1, 2, 3, 4, 5. अब स्ल्यान्टिङ लाइन बनाउने, यता माथिबाट यता तल। 1, 2, 3, 4, 5. अब सेम यता माथि यता तल। 1, 2, 3, 4, 5. अब आँखालाई नर्मल तरिकाले हेर्ने। माथि गर्दा इनहेल, तल 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 गर्दा एक्सेल र फेरि साइड साइड गर्दै गर्दै माथि। इनहेल, कुना 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 हेर्दै 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 तल ल्याउनुहोस्। सासलाई छोड्दै छोड्दै फेरि कुना 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 हेर्दै हेर्दै माथि जाँदा इनहेल गर्नुहोस्। 1, 2, 3, 4, 5. अब अपोजिट डाइरेक्सनबाट फेरि माथि इनहेल, साइड गर्दाखेरि तल आउने, माथि इनहेल, साइड गर्दै गर्दै तल आउने, एक्सेल गर्दै फेरि साइडबाट माथि। 1, 2, इनहेल, एक्सेल, माथि। 3, 4, 5. बिस्तारै आफ्नो आँखालाई बन्द गर्नुहोस्। अब हल्कासित आफ्नो दुवै हातलाई आफ्नो छाती अगाडि ल्याएर यसरी रब गरेर तातो बनाउनुहोस्। तातो भइसकेपछि आफ्नो हत्केलाको यो दुईटा पार्टबाट नदुख्ने गरी आँखाको दुईटा नानीमा राखेर क्लकवाइज र एन्टी क्लकवाइज बिस्तारै नमिचिने गरी घुमाउनुहोस्। त्यसपछि आफ्नो आइब्रोजहरूलाई आफ्नो आँखी भुइँलाई तल तान्ने होइन, यसरी
यसरी माथितिर पिन्च गर्दै माथि मसाज गर्नुहोस्। आफ्नो दुईटा नोस्ट्रुलहरूलाई मसाज गर्नुहोस्। कानको पछाडि कानलाई हल्का दायाँ बायाँ माथि तल तान्नुहोस् र बिस्तारै आफ्नो हातका फिङ्गर टिप्सहरूले अम्लाका टुप्पाहरूले फेसियल मसलमा ट्याप ट्याप गर्नुहोस्। यो एकदमै रिल्याक्सिङ हुन्छ। त्यसपछाडि आफ्नो स्काल्प मसाज गर्नुहोस्। स्काल्प मसाज भइसकेपछि आफ्नो गर्दनमा, घाँटीमा, साइडपट्टि, पछाडिपट्टि मसाज। त्यसपछाडि आफ्नो होल बडीलाई यसरी पिटेर आरामले नदुख्ने गरी पिटेर ट्याप ट्याप आवाज निकाल्दै ट्याप ट्याप पार्नुहोस्। यसले बडीको ब्लड सर्कुलेसन हुनमा, अरू योगा पोजेसहरू गर्नमा हेल्प गर्छ। यो वार्मअपको एउटा पार्ट हो। अब हामी एकछिन शवासन गर्छौँ। यसरी आफ्नो म्याटमा सुतौँ। हात नखस्ने, हातलाई पुरै छोडिदिने, खुट्टाहरूलाई पुरै रिल्याक्स छोडिदिने। आफ्नो बडीमा कुनै मसल्सहरू हामीले टाइट बनाएको छौँ, हिपको मसल्सहरू दाँत टोकेका छौँ, आँखी भुइँहरू खुम्चेको छ, फेसहरू स्ट्रेस भएको छ भने एकदम रिल्याक्स छोडिदिने। सबै होल बडीलाई जमिनमा छोडिदिने। र अहिले भर्खरै हामीले गरेको योगा आसनबाट हामीलाई बेनिफिट भएको, एकदमै फाइदा भएको हामी भिजुअलाइज गर्दै हाम्रो बडीहरूमा हिलिङ भएको इमेजिन गर्दै भिजुअलाइज गर्दै एकछिन 2 मिनटलाई हामी यही पोजिसनमा रिल्याक्स गर्नेछौँ। हजुरहरूलाई लास्टमा एउटा सानो टिप दिन चाहन्छु। जबसम्म हजुरहरूलाई यो आसनसहरू याद हुँदैन तबसम्म हजुरहरूले भिडियो हेर्दै आँखा खुल्ला पारेर गर्न सक्नुहुन्छ। तर जब तपाईँहरूलाई याद हुन्छ तब आँखा बन्द गरेर आसनहरू प्र्याक्टिस गर्नुभयो भने अझ बढी हजुरहरूले बेनिफिट पाउन सक्नुहुन्छ। आफ्नो भित्र आफूलाई एनालाइसिस गर्न सक्नुहुन्छ। हस् त यो पार्टमा यति नै। यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने हजुरहरूले यो भिडियो आफ्नो आफन्ती र आफ्नो मन मिल्ने मान्छेहरूसँग सेयर गर्नुहोला। यस्तै खाले काम लाग्ने भिडियोहरू म भविष्यमा लिएर आउनेछु। च्यानलसँग जोडिएर बस्नुहोला। धन्यवाद।